आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2083 साल जेठ 7 गते आजको मुख्य समाचारमा यहाँलाई हार्दिक स्वागत छ। सुरु गरौँ आजको मुख्य समाचारको हेडलाइन्सहरूबाट। बालिन सरकारलाई घोडा टेकाउँछौ, एमाले सांसद राईको चेतावनी। संसदमा 2 महत्त्वपूर्ण विधेयक पेश। सर्वोच्चको कडा आदेश, भ्रष्टाचारमा मुछिएका व्यक्ति अब सल्लाहकार बन्न नपाउने। 23 दिनपछि रुबी खानको अनसन अन्त्य, सरकारसँग 5 बुँदे सहमति। जंगली च्याउ खाँदा चितवनमा 3 बालबालिकाको मृत्यु। प्रधानमन्त्री संसदप्रति जिम्मेवार नहुन्जेल 5 वर्ष नै विरोध गर्छौं हर्क साम्पाङ। मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहने गगन थापाको दाबी। कक्षा 11 को परीक्षा पढाइ असार 1 गतेदेखि सुरु हुने। यसै पास 100 जना विद्यार्थीलाई एनसीएलको छात्रवृत्ति। यस लगतै तिलगंगा क्षेत्रको घरटाडा हटाएपछि बस्तीका बासिन्दाले पशुपति क्षेत्र विकास कोषमा दिए धरना। राष्ट्रिय गौरवका आयोजनामा ठूलो लगानी, लागत 24 खर्ब 15 अर्ब पुग्यो। सर्वोच्चको आदेश, दुर्गा प्रसाई पक्राउको कारण 24 घण्टाभित्र पेश गर्न निर्देशन। सुर्खेतमा काफल बेच्ने आमाको डाला सडकमा फालेपछि विवाद, नगरपालिकाले क्षतिपूर्ति दियो। यस लगतै दर्शक महानुभावहरू, फागुन 21 गते सम्पन्न निर्वाचनमा करिब 4 अरब 96 करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ। आदरणीय दर्शक महानुभावहरू, यिनै थिए आजका मुख्य समाचारका हेडलाइन्सहरू। अब सुरु गरौँ आजको समाचार विस्तारमा। यसका साथै भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब पनि गरिदिनु होला। बालिन सरकारलाई घोडा टेकाउँछौ, एमाले सांसद राईको चेतावनी। नेकपा एमालेका सांसद राजेन्द्र राईले बालिन शाह नेतृत्वको सरकारलाई घोडा टेकाउने चेतावनी दिएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले बहुमतको दम्ब देखाएर शासन चलाएको आरोप पनि लगाएका छन्। यस लगतै राईले हामीसँग सरकारलाई झुकाउने हिम्मत र हैसियत दुवै छ भन्दै अब एमालेले सशक्त प्रतिवाद गर्ने पनि बताएका छन्। उनले सरकारले देशको आर्थिक अवस्था सुधार गर्न नसकेको, युवालाई रोजगार दिन नसकेको तथा संसदमा महत्त्वपूर्ण छलफल हुँदा प्रधानमन्त्री अनुपस्थित हुँदा गैर जिम्मेवारी व्यवहार भएको समेत टिप्पणी गरेका छन्। यस लगतै संसद राईले राष्ट्रपा र सभापति रवि लामिछाने माथि पनि कटाक्ष गर्दै सत्ताको आडमा लोकतन्त्र कमजोर बनाउन खोजिएको आरोप लगाएका छन्। यससँगै उनले अहिलेको सरकार धेरै दिन नटिक्ने दाबी समेत गरेका छन्। संसदमा 2 महत्त्वपूर्ण विधेयक पेश भएका छन्। प्रधानमन्त्रीले संसदमा पठाएका 2 विधेयक कानून मन्त्रीले प्रतिनिधि सभामा पेश गरेकी छन्। सरकारले 2078 सालको राष्ट्रिय जनगणना अनुसार समानुपातिक प्रतिनिधित्व अद्यावधिक गर्न प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कानून संशोधन गर्न अघि बढाइएको हो। संविधानको धारा 84(2) अनुसार महिला, दलित, आदिवासी जनजाति, खास आर्य, मधेसी, थारू, मुस्लिम तथा पिछडिएका क्षेत्री जनसङ्ख्याका आधारमा बन्द सूची मार्फत प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था छ। नयाँ जनसङ्ख्या विवरण अनुसार 100% मिलाउन विधेयक ल्याइएको सरकारले जनाएको छ। 21 फागुनको निर्वाचनमा छुटेका मतदातालाई समावेश गर्न यसअघि अध्यादेश ल्याइएको थियो भने अब त्यसलाई कानुनी मान्यता दिन विधेयक अघि बढाइएको हो। अब यी विधेयकमाथि संसद दफावार छलफल हुनेछ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 7 गते बिहान 11 बजे बस्ने तय गरिएको छ। सर्वोच्चको कडा आदेश, भ्रष्टाचारमा मुछिएका व्यक्ति अब सल्लाहकार बन्न नपाउने। सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा नाम जोडिएका वा अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सल्लाहकार बनाउन नपाइने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। यो आदेश मधेस प्रदेशका पूर्व मन्त्री राम सरोज यादवले जीवननाथ चौधरीलाई सल्लाहकार नियुक्ति गरेको विषयमा परेको रिटमाथि सुनवाईमा आएको हो। अदालतले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई मन्त्रालयमा राख्दा सरकारप्रतिको जनविश्वास घट्ने पनि बताएको छ। साथै नेताहरूले कानुनको कमजोरी खोजेर त्यस्ता व्यक्तिलाई जिम्मेवार दिन नहुने पनि अदालतले स्पष्ट पारेको छ। सर्वोच्चले अब 6 महिनाभित्र सल्लाहकार नियुक्ति सम्बन्धी स्पष्ट नियम बनाउन मधेस प्रदेश सरकारलाई निर्देशन पनि दिएको छ। संसदमा हर्क साम्बाङ पक्ष र सभामुख बीच चर्कियो विवाद। प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डीपी अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरू बीच पटक पटक विवाद भएको छ। हर्कराज राई नेतृत्वको पार्टीले प्लेन कार्ड देखाउँदै विरोध जारी राखेपछि सभामुखले नियमावली सम्झाउँदै चेतावनी दिएका हुन्। सभामुखले पटक पटक बैठकको मर्यादित कायम गर्नुहोस् भन्दै समय मागे बोल्न दिने बताएका थिए, तर हर्कराज राई, आर्यन राई र ध्रुवराज राई भने उठेर विरोध गरिरहे। हर्कराज राईले हामीले उठाएको प्रश्नको मन्त्रीले जवाफ दिनुपर्छ भन्दै उत्तर नआएसम्म विरोध नरोक्ने चेतावनी समेत दिएका थिए। उनले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नबन्दासम्म आन्दोलन जारी रहने पनि बताएका छन्। यस लगतै सभामुखले नियमावली अनुसार चेतावनी दिएका भए पनि संसदहरू नरोकेपछि अब निष्कासन र निलम्बन गर्ने सम्मको प्रक्रिया अघि बढ्न सक्ने चर्चा सुरु भएको छ। नियमावली अनुसार चेतावनी नमाने बैठक कक्षबाट बाहिर निकाल्न सकिने र त्यसपछि मात्र निलम्बनको व्यवस्था रहेको छ। 23 दिनपछि रुबी खानको अनसन अन्त्य, सरकारसँग 5 बुँदे सहमति। निर्मला कुर्मीको अपहरण र हत्या घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै 23 दिनदेखि अनसन बसेकी अधिकारकर्मी रुबी खान र सरकारबीच 5 बुँदे सहमति भएको छ।
सहमतिपछि रुबी खानले अनसन तोडेकी छिन्। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उनलाई पानी खुवाएर अनसन अन्त्य गराएकी हुन्। सरकारले निर्मला कुर्मीको प्रकरणको अनुसन्धान अध्ययन गरी छिटै न्यायिक प्रक्रियामा लैजाने प्रतिबद्धता जनाएको छ। साथै खानले उठाएका अन्य घटनाको पूर्ण छानबिन गरिने बताएको छ। यस्तै अनुसन्धानमा कमजोर देखिए प्रहरीमाथि कारबाही हुने समेत सरकारले जनाएको छ। यस लगत्तै दर्शक महानुभावहरू चितवनबाट एकदमै दुःखद खबर आएको छ। जंगली च्याउ खाँदा चितवनमा 3 बालबालिकाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 1 कुलमाङमा जंगली च्याउ खाँदा एउटै परिवारको 3 जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङ रहेका छन्। वैशाख 29 गते जंगलबाट ल्याइएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। भरतपुर अस्पतालमा उपचार भइरहेको अवस्थामा केही दिनको फरकमा 3 जनाको ज्यान गएको हो। बालबालिकाको बुवा आमा पनि सकुशल रहेको बताइएको छ। प्रधानमन्त्री संसदप्रति जिम्मेवार नहुन्जेल 5 वर्ष नै विरोध गर्छ हर्क साम्पाङ। दर्शक महानुभाव, हर्क साम्पाङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नबनुन्जेलसम्म आफ्नो पार्टीले विरोध नरोक्ने जनाएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो प्रश्नको मन्त्रीले उत्तर दिनुपर्छ भन्दै जवाफ नआएसम्म विरोध नरोक्ने चेतावनी समेत दिएका थिए। राईले संसदमा उठाएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै आवश्यक परे 5 वर्षसम्म पनि विरोध जारी गर्ने बताएका छन्। मध्य प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहने गगन थापाको दाबी। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मध्य प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्। मौतरीको बर्दिवास आयोजित कांग्रेसको प्रदेश स्तरीय भेला तथा जरा अभियान कार्यक्रममा बोल्दै थापाले मध्य सरकारको नेतृत्व कांग्रेसका हातमा रहने स्पष्ट पारे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढ्न निर्देशन समेत दिएका छन्। कक्षा 11 को पढाइ असार 1 गतेदेखि सुरु हुने। शिक्षा मन्त्रालयले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शैक्षिक सत्र 2082 को एसई नतिजा प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने समय तय गरेको हो। यस सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्रचार गरेर जानकारी गराइसकेको छ। यस लगतै दर्शक महानुभावहरू, एसई पास भएका 100 विद्यार्थीलाई एनसीएलले छात्रवृत्ति दिने घोषणा गरेको छ। एनसीएल फाउन्डेसनले एसई उत्तीर्ण 100 जना विद्यार्थीलाई कक्षा 11 र 12 को अध्ययनका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ। एनसीएलले एसई छात्रवृत्ति कार्यक्रम अन्तर्गत देशभरबाट विद्यार्थी छनौट गर्नेछ। छात्रवृत्तिका लागि साथै प्रदेशमा लिखित परीक्षा र त्यसपछि अन्तर्वार्ता सञ्चालन हुने बताइएको छ। कार्यक्रमले विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा पढाइमा राम्रो विद्यार्थीलाई प्राथमिकता दिनेछ। छात्रवृत्ति सहित विद्यार्थीहरूले 12 महिनासम्म निशुल्क डेटा र भोइस सेवा सहित सञ्चार सुविधा पाउने पनि छन्। यस लगतै एनसीएलले शिक्षा र युवाको भविष्यलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै प्रोजेक्ट शिक्षाले थप 50 जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा समेत गरेको छ। जेठ 15 गतेको बजेट भाषण नयाँ संसद हलबाट गर्ने तयारी। सरकारले आगामी जेठ 15 गते बजेट भाषण नयाँ संसद भवनबाट गर्ने तयारी गरिरहेको छ। नयाँ संसद हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ। आवश्यक प्राविधिक तथा भित्री व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको छ। यसका साथै बजेट प्रस्तुतिसम्म हल तयार पार्ने लक्ष्य राखिएको छ। यदि सबै काम समयमै सकिएमा आगामी आर्थिक वर्षको बजेट पहिलो पटक नयाँ संसद हलबाट प्रस्तुत हुनेछ। राष्ट्रिय गौरवको आयोजनामा ठूलो लगानी, लागत 24 खर्ब 15 अर्ब। सरकारले अघि बढाइएका राष्ट्रिय गौरवको आयोजनाको कुल लागत करिब 24 खर्ब 15 अर्ब रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको 63औं प्रतिवेदन अनुसार यी आयोजनामा हालसम्म करिब 5 खर्ब 4 अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ। तर अहिलेसम्म 27 मध्ये केवल 3 वटा आयोजना मात्र सम्पन्न भएका छन्। यस्तै सम्पन्न भएका आयोजनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युतीय आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। प्रतिवेदनले यी आयोजनामा लगानी अनुसारको अपेक्षा प्रतिफल प्राप्त हुन नसकेको देखाएको छ। सर्वोच्चको आदेश, दुर्गा प्रसाई पक्राउबारे कारण 24 घण्टाभित्र पेश गर्न निर्देशन। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण 24 घण्टाभित्र लिखित रूपमा पेश गर्न सरकारलाई आदेश दिएको छ। यस लगतै दर्शक महानुभाव, दुर्गा प्रसाई पक्राउनु गैर कानुनी भन्दै रिट परेको थियो र त्यही रिटको सुनवाईमा अदालतले यस्तो आदेश जारी गरेको हो। प्रसाईलाई सोमबार पर्साको वीरगञ्जमा एक होटलमा पक्राउ गरिएको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन राज्य विरुद्धको कसुर सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस लगतै दर्शक महानुभावहरू, सुर्खेतमा काफल बेच्ने आमाको डाला सडकमा फालेपछि महानगरपालिकाले क्षतिपूर्ति पनि दिइसकेको छ। सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा सडकमा काफल बेच्दै गरेकी एक महिलाको डाला नगर प्रहरीले सडकमा फालेपछि घटनापछि सामाजिक सञ्जालमा ठूलो विरोध भएको छ। घटनापछि स्थानीय तथा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले नगर प्रहरीको व्यवहारमाथि आक्रोश व्यक्त गरेका थिए। सोही घटनापछि आमालाई नगरपालिकाले 10,000 रुपैयाँ क्षतिपूर्ति दिएको पनि जनाएको छ र दुर्व्यवहार गरी नगर प्रहरीमाथि कारबाही अघि बढाइएको छ। दर्शक महानुभावहरू, यिनै थिए आजका मुख्य समाचारहरू। हजुरहरूलाई कुन चाहिँ समाचार एकदम महत्त्वपूर्ण लागेको छ कृपया कमेन्ट बक्समा लेख्न
नबिर्सिनु होला र कुन कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ कृपया त्यो पनि कमेन्ट बक्समा लेखिदिनु होला। साथै हाम्रो भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हरेक दिनका नयाँ र ताजा घटनाक्रमहरू लिएर हामी फेरि पनि उपस्थित हुनेछौँ। त्यति बेरसम्मको लागि मलाई बिदाई दिनु होला। धन्यवाद।